आज हामी यो भिडियोमा सिक्नेछौँ एसएसएफ को केवाईसी कसरी अपडेट गर्ने बारेमा। एसएसएफ को केवाईसी अपडेट गर्नको लागि हामीलाई चाहिने कागजात के हुन् पहिले त्यस विषयमा सुनौँ। हामीलाई चाहिने कागजात पहिला तपाईको नागरिकता हुनु पर्यो, अनि सेकेन्डमा तपाईको श्रीमतीको नागरिकता भए पनि हुन्छ, यदि श्रीमती हुनुहुन्छ भने नागरिकता भए पनि हुन्छ, भोटर कार्ड भए पनि हुन्छ। मतलब श्रीमती हो भने कुनै पनि सरकारी कागजातमा श्रीमानको नाम उल्लेख भएको हुनु पर्यो, कुनै पनि चल्छ। अनि त्यसपछि तपाईको बच्चाहरु छन् भने छोरा छन् भने छोरा छोरीको स्कुलको सर्टिफिकेट भए पनि हुन्छ, या छोरा छोरीको कुनै सरकारी डकुमेन्टहरु छन् भने त्यो भए पनि हुन्छ। केही छैन भने छोरा छोरीको जन्म दर्ता भए पनि तपाईको सरकारी कागजातमा तपाईको भन्नाले तपाई बुवा आमाको त्यसमा नाम उल्लेख भएको हुनु पर्यो जन्म दर्तामा छोरा छोरीको। त्यति भए नेक्स्ट स्टेपमा तपाईले चाहिने भनेको बैंकको डकुमेन्ट। बैंकको डकुमेन्टमा तपाईलाई तपाईको बैंक ओपन भएको हुनु पर्यो, बैंकमा खाता भएको हुनु पर्यो, अनि बैंकको तपाईको त्यहाँ चाहिँ नम्बर हुनु पर्यो, अकाउन्ट नम्बर तपाईले त्यहाँ मेन्सन गर्नुपर्ने हुन्छ। त्यसैले तपाईलाई अकाउन्ट नम्बर चाहियो, अनि त्यति भए पुग्छ। बाँकी म भिडियोमा बताउने छु कसरी तपाईले केवाईसी अपडेट गर्ने भन्ने विषयमा स्टेप बाइ स्टेप जाउँ। मैले अलरेडी केवाईसी भरिसकेको छु, फेरि पनि तपाईले कसरी भर्ने त्यो केवाईसी भन्ने बारेमा मैले एडिट गरेर तपाईलाई बताउने छु। ओके, सो हामीले केवाईसी हेर्नको लागि या केवाईसी अपडेट गर्नको लागि सबभन्दा पहिले हामी आफ्नो लोगइन एसएसएफ को आईडी नम्बर तपाईलाई मिलेको होला हैन। अब तपाईले विदेश जाँदाखेरि तपाईले श्रम स्वीकृति गरेर त्यहाँ अटोमेटिकली तपाईले एसएसएफ आईडी नम्बर मिलेको हुन्छ। सामाजिक सुरक्षा कोषमा तपाईले पैसा जम्मा गर्दाखेरि त्यो नम्बर राख्ने, अनि पासवर्ड चाहिँ तपाईले हालिसक्नु भएको छ भने त्यही पासवर्ड यसमा राख्ने। यहाँ पासवर्ड बनाउनु भएको छैन भने यहाँ एसएसएफ आईडी हाल्दाखेरि यो पोर्टलमा आएर एसएसएफ आईडी हाल्दाखेरि क्रिएट पासवर्ड भन्ने हुन्छ। त्यसमा क्रिएट पासवर्ड जुनसुकै पासवर्ड बनाए पनि हुन्छ। तपाईले त्यो पासवर्ड बनाएर चाहिँ यसमा तपाई चाहिँ लगइन हुने। लगइन भइसकेपछि म चाहिँ केवाईसी मा जान्छु है। केवाईसी मा मेरो अहिले लगइन छैन यहाँ। ओके, यहाँ मैले आफ्नो आईडी र पासवर्ड राखिसकेर म यहाँ लगइन भइसके है। लगइन भइसक्दाखेरि अब हामीले केवाईसी यदि अलरेडी अपडेट गरेका छौं भने यहाँ केवाईसी मा जाने हैन। केवाईसी मा तपाईले यहाँ डु यु हेभ सबमिसन नम्बर भनेर यहाँ देखाएको हुन्छ। त्यो तपाईसँग अलरेडी सबमिसन नम्बर छ, तपाईले केवाईसी अपडेट गर्दाखेरि मिलेको, या तपाई नयाँ केवाईसी अपडेट गर्दै हुनुहुन्छ भनेर सोध्छ भने यहाँ तपाईले गेट सबमिसन नम्बर तपाईले गर्नु भएको छैन अलरेडी भने गेट सबमिसन नम्बर भनेपछि यहाँ तपाईले सबमिसन नम्बर पाउनुहुन्छ। हैन तपाईसँग अलरेडी केवाईसी अपडेट गरिसक्नु भएको छ अनि त्यसको तपाईले विवरण हेर्ने भने यहाँ गएर चाहिँ तपाईले यस भनेर चापेपछि यहाँ तपाईलाई फिल्ड देखाइन्छ। यो फिल्डमा चाहिँ तपाईले आफ्नो सबमिसन नम्बर राखिदिनु पर्ने हुन्छ। म यहाँ आफ्नो सबमिसन नम्बर राखिदिन्छु रेन्डमली। यो सबमिसन नम्बर ट्राई नगर्नु होला। सबमिट गरिदिसकेपछि यदि तपाईले पहिले केवाईसी फुलफिल गर्नु भएको छ भने त्यो केवाईसी को विवरण तपाईले यहाँ सबै देखाइदिन्छ हैन। यसरी तपाईले सबै विवरण देखाइदिन्छ। अनि त्यसपछि तपाईले अगाडि गर्दै जाने। म तपाईलाई यहाँ भनिदिन्छु कुन हिसाबले तपाईले आफ्नो केवाईसी फुलफिल गर्न सक्नुहुन्छ। केवाईसी फुलफिल गर्नको लागि मैले भनिहालेँ नि, यदि तपाईले फुलफिल गर्दै हुनुहुन्छ भने यो सबमिसन नम्बर राखेर यहाँ आएर तपाईको स्ट्याटस हेर्न सक्नुहुन्छ। नभए गेट सबमिसन नम्बर ल्याएर त्यही सबमिसन नम्बरमा तपाईले ओके गरेर सेम पेज खुल्छ। सेम पेज खोल्यो भने यहाँ तपाईले आफ्नो तस्बिर राख्ने हो, यो ठाउँमा आफ्नो तस्बिर। त्यसपछि तपाईको नाम यहाँ पहिलो नाम हुनु पर्यो हैन नेपालीमा, त्यसपछि थर हुनु पर्यो, अनि त्यसपछि इंग्लिशमा नाम हुनु पर्यो, अनि त्यसपछि थर हुनु पर्यो। यहाँ लिङ्ग पुरुष भइहाल्यो, अनि आफ्नो जन्म मिति राख्ने हो यहाँ, ठीक छ यो पृष्ठमा। अनि आफ्नो राष्ट्रियता नेपाली नै भइहाल्यो। आफ्नो इमेल चुज गर्ने, मोबाइल नम्बर चुज गर्ने, अनि अपलोड गरौँ यहाँ चुज गर्ने। अपलोड गरौँ चुज नगरे पनि हुन्छ। अनि त्यसपछि तपाईले नेक्स्ट गर्ने। नेक्स्ट गरिसकेपछि यहाँ तपाई योमा आउनुहुन्छ योगदानकर्ताको कागजपत्र भन्नेमा। यो कागजपत्रमा तपाईलाई यहाँ नागरिकता प्रमाणपत्र भइ पुग्छ, अरु केही पनि चाहिदैन। यदि छ भने राख्दिदा राम्रो, यदि छैन भने तपाईले केही नगर्नु हुन्छ। जस्ट तपाईले नागरिकताको प्रमाणपत्र नम्बर राख्नु पर्यो, जारी मिति कुन हो, त्यसपछि अगाडिको फाइल अपलोड गर्ने, अनि पछाडिको फाइल अपलोड गर्ने इन पृष्ठमा आएर त्यति भइ पुग्छ है। अनि त्यसपछि तपाईले नेक्स्ट पारिवारिक विवरणमा भन्छ। पारिवारिक विवरणमा यहाँ आइसकेपछि तपाईले आफ्नो यदि विवाहित हुनुहुन्छ भने तपाईले आफ्नो श्रीमतीको नाम, अनि श्रीमतीको डेट अफ बर्थ, अनि श्रीमतीको फोटो, अनि तपाईको श्रीमती हो भने यहाँ प्रमाणपत्र चाहिँ यहाँ चाहिँ अपलोड गर्नुपर्ने हुन्छ। त्यसपछि तपाईको छोराछोरी छन् भने छोरालाई, जस्तो मैले यहाँ छोराछोरी राखेको छु, आफ्नो छोराछोरीको विवरण यहाँ भर्न सक्नुहुन्छ। छोराको नाम, छोरीको नाम, छोराको जन्म मिति, छोरीको जन्म मिति हैन, अनि त्यसपछि छोराको फोटो, छोरीको फोटो,
अनि मेरा छोराछोरी हुन् भनेर यो विवरणलाई चाहिँ पुष्टि गराउनको लागि तपाईँले आफ्नो छोराछोरीको सर्टिफिकेट स्कुल सर्टिफिकेट छैन भनेपछि तपाईँले जन्मजात सर्टिफिकेट यहाँ ल्याएर तपाईँले अपलोड गरिदियो भने हुन्छ। अनि त्यसपछि नेक्स्ट गर्नुहुन्छ। नेक्स्ट गरिसकेपछि तपाईँलाई यहाँ ब्याङ्किङ विवरण आउँछ होइन, त्यो तपाईँ इच्छाको व्यक्ति श्रीमान श्रीमती राख्न चाहनुहुन्छ। तपाईँले यो चाहिँ अब श्रीमान श्रीमतीलाई होइन इच्छाको व्यक्तिले राख्ने हो, तपाईँले छोराछोरी राख्ने भयो, श्रीमती राख्ने भयो। तर मेरो उसमा चाहिँ तपाईँको श्रीमतीको चाहिँ राख्दा ठिक हुन्छ। इच्छाको व्यक्ति आफ्नो श्रीमतीलाई राख्दा त्यो चाहिँ गुड हुन्छ होइन। अनि त्यसपछि तपाईँ ब्याङ्किङ विवरणमा आइसकेपछि आफ्नो ब्याङ्कको खाता नम्बर होइन, अनि त्यसपछि आफ्नो ब्याङ्कको विवरण अनि स्थायी ठेगाना चाहिँ तपाईँले यहाँ राखिदिनु होला। स्थायी ठेगाना तपाईँले स्थायी ठेगानामा यहाँ लेखेको छ प्रदेश कुन चाहिँ हो होइन, त्यसपछि जिल्ला, अनि त्यसपछि गाउँपालिका कुन हो, स्थानीय तह होइन, अनि टोलको नाम, यो सबै विवरण यहाँ भरिसकेपछि तपाईँले अन्य कागजपत्र भन्ने आउँछ। अन्य कागजपत्रमा चाहिँ तपाईँले यहाँ चाहिँ यदि तपाईँ वैदेशिक रोजगारीमा हुनुहुन्छ भने यहाँ अलरेडी आएको हुन्छ है, यहाँ अलरेडी आएको हुन्छ। अनि त्यो चाहिँ डिटेल भर्न भन्छ, डिटेल नभरे पनि हुन्छ होइन। जस्ट तपाईँले आफ्नो सुरुवाती मिति र अन्त्य मिति, भिसाको अन्त्य मिति त्यो चाहिँ अनि एउटा भिसाको कागज चाहिँ यहाँ अपलोड गरिदिनु पर्ने हुन्छ। अनि त्यो कागजपत्रको नम्बर चाहिँ यहाँ चाहिँ राखिदिनुपर्छ, आफ्नो भिसाको नम्बर यहाँ राखिदिनुपर्छ, अनि भिसाको फाइल चाहिँ यहाँ अपलोड गरिदिनुपर्छ। यो चाहिँ ध्यान राख्नु होला। विशेष गरी वैदेशिक रोजगारमा यदि हुनुहुन्छ भने तपाईँले यो डकुमेन्ट चाहिन्छ है। अनि यो भइसक्यो अनि त्यसपछि पूर्वावलोकन भनेर यहाँ तपाईँले सबै देखाएको हुन्छ। यो यहाँ सबै विवरण आइसकेपछि तपाईँले चाहिँ सबै ओके गरेर चाहिँ यहाँ हेर्न सक्नुहुन्छ। यो हेरिसकेपछि सबै विवरण ठिक छ भने अनि त्यसपछि तपाईँले सबमिट भन्ने बटन आउँछ, यहाँ सबमिट गर्न सक्नुहुन्छ। मैले अलरेडी सबमिट गरेको छु यहाँ, त्यही भएर लिस्ट मात्र देखाएको छ होइन। त्यसलाई तपाईँले यो सबै गरेर फुलफिल गरेर सबमिट गरिसकेपछि तपाईँलाई तपाईँको इमेलमा होइन तपाईँको मोबाइल नम्बरमा मेसेज आउँछ। अनि त्यसपछि सक्सेसफुल भयो कि या तपाईँले के अपडेट गर्नुपर्ने छ कि त्यो सबै कुरा चाहिँ तपाईँले इमेल मार्फत पनि बताएको हुन्छ र मेसेजमा पनि बताएको हुन्छ तपाईँको मोबाइल नम्बरमा। त्यति मात्रै हो। एसएसएफमा धेरै झन्झट गर्नुपर्ने कुनै पनि चिज छैन। तपाईँले सिम्पल स्टेप मैले सिकाइदिएँ। अब तपाईँले एसएसएफको केवाइसी आफै फुलफिल गर्न सक्नुहुन्छ। एसएसएफमा तपाईँले केवाइसी अपडेट गर्नुभयो, केवाइसी फुलफिल गर्नुभयो भने तपाईँ आफ्नो पुरै फ्यामिलीले होइन, तपाईँको श्रीमती, तपाईँको बच्चाहरू, यदि तपाईँ आमा बुवा राख्न चाहनुहुन्छ भने तपाईँको आमा बुवा यसमा समावेश गर्न सक्नुहुन्छ। यो चाहिँ तपाईँको पछि अचानक तपाईँसँग केही दुर्घटना भए पनि अनि तपाईँ विदेशमा हुनुहुन्छ, तपाईँको अङ्गभङ्ग भए पनि यो सामाजिक सुरक्षा कोषबाट राहत लिन पाइन्छ होइन। अनि रिटायरमेन्ट फन्ड पनि पाइन्छ, अनि अवधि पुगिसकेपछि पेन्सन फन्ड पनि पाइन्छ। अनि त्यसपछि तपाईँलाई हस्पिटलाइजेसनमा पनि तपाईँलाई राहत हुन्छ। यदि तपाईँको परिवारमा फ्यामिली सदस्यमा कुनै पनि मान्छेहरू बिमारी हुनुभयो, छोराछोरी वा श्रीमती होइन, या बुवा आमा, तपाईँले जसले त्यहाँ राख्नुभएको छ एसएसएफमा सामाजिक सुरक्षा कोषको केवाइसी अपडेटमा जुनलाई राख्नुभएको छ त्यो सबैले गएर 1 सालमा तपाईँलाई 1 लाखको चाहिँ राहत मिल्छ। र तपाईँ कुनै पनि बिमारी हुँदा जहाँ एसएसएफको कार्ड चल्छ, जहाँ एसएसएफले जुन हस्पिटललाई एसएसएफको अप्रुभल दिएको छ त्यो हस्पिटलमा गएर तपाईँले आफ्नो बिमारीको लागि पैसा क्लेम गर्न सक्नुहुन्छ। 1 लाखसम्म, 1 वर्षमा 1 लाख बराबरको तपाईँले राहत पाउनुहुनेछ। सो यति नै हो। बाँकी चाहिँ नेक्स्ट पार्टमा, नेक्स्ट भिडियोमा कसरी एसएसएफमा तपाईँले मन्थली पैसा, मन्थली डिपोजिट गर्न सक्नुहुन्छ त्यो भिडियो पनि हामी छिटो बनाएर हाल्नेछौँ।